प्रिय प्रशान्त, हाम्रो सहकार्य यति नै रहेछ। जति भगवानलाई मन्जुर थियो त्यति मात्रै भयो है। तिमीले हामीले चाहेको र सल्लाह गरेका कुराहरू सबै अधुरै रहे। संसारलाई रुवाएर तिमी यति चाँडै जान्छौ भनेर कसले पो सोचेको थियो र। कलिलो उमेरमा बाबा गुमाएको मान्छे पढाइ छोडेर बाबाको जब रिप्लेसमा जानु पर्यो। एउटा गोर्खालीको छोरो इन्डियन आइडल हुनु सामान्य कुरो थिएन। सामान्य अवस्थाको एउटा गाउँको ठिटो त्यो चाहिँ मेरो गाउँ रियालिटी सोमा एकैचोटि आइडल भन्दा तिमीले प्राप्त गरेको एचिभमेन्ट मेन्टेन गर्नु, स्टारडमलाई जोगाउनु, फेरि तिमीलाई अर्को सङ्घर्ष गर्नु पर्यो होला। यसरी संसारभरिका गोर्खालीहरूको मन एकै ठाउँमा जोड्ने सायद तिमी मात्रै एक गोर्खाली हौ प्रशान्त। तिम्रो जन्म धन्य धन्य छ भन्थे सबैले। राम्रै चल्दै थियो, यो खुसी पनि धेरै दिन टिकेन। चाँडै नै जन्म दिने आमालाई पनि गुमायो, विक्षिप्त थियौ। सम्हालिँदै गयौ, मन बुझाउँदै भन्थ्यौ, सर मेरी छोरीको अनुहारमा मैले छर्लङ्ग मेरो आमाको अनुहार देख्छु। आमा फेरि छोरी बनेर मलाई खुसी दिन आउनुभयो जस्तो लाग्छ भन्दै गला अवरुद्ध बनाउँथ्यौ। किन त फेरि यति चाँडो तिमीले त्यो तिम्रो मुटुको टुक्रालाई पनि टुहुरो बनाएर छोडेर गयौ त प्रशान्त। तिमी यही इतिहास कोर्न यो धरतीमा आएका रहेछौ। तिम्रा यादहरू सदा सदा सबैको मनमा रहिरहनेछ। तिमी भगवानको काखमा खुसीले रहनु। हार्दिक श्रद्धाञ्जली प्रशान्त, हार्दिक श्रद्धाञ्जली।